अब गोसाइँकुण्ड कम्तीमा 45 मिनट जति लाग्छ। पुरै हिउँमा यस्तो पहाडको हिउँमा हिँडिरहेको छौँ। माओवाडी हाम्रो साथी वाइफ र मेरो वाइफ हुँदिराख्नु छ। ओ मेरो यहाँको साथी आउनुपर्छ। एउटा साथीलाई अलिक गाह्रो भएको छ उहाँ ऊ आउँदै हुनेछ बिस्तारै। यो म यहाँ छु है। म यहाँ अलिकति मैले पनि हल्का ब्लग गाह्रो मलाई पनि गाह्रो भइरहेछ। हल्का मैले ब्लग सानो ब्लग बनाएको 30 मिनटको ब्लग बनाउँदैछु अहिले होइन। 30 मिनटको ब्लग बनाउँदैछु मैले है। 30 मिनटको ब्लग है। यस्तो पाहाडको अब अर्को साथी आउनुपर्छ। हेलो सर ल हजुरलाई कति गाह्रो भइरहेछ भन्नुहोस् फेरि सुरु। केही गाह्रो भएको छैन आउनुहोस् होइन। यस्तो आइसहरू चाहिँ यस्तो अरूले टेकिसकेको ठाउँमा नटेक्ने बरु यस्तो छेउछेउमा टेक्दाखेरि भने एकदम सुरक्षित हुन्छ। बिस्तारै लौरो चाहिँ चाहिन्छ। अब हामी बिस्तारै अब कम्तीमा 45 मिनट जति लागिन्छ होला है। ऊ हिउँ पर्न सुरु भइरहेछ फेरि। यो म छु यहाँबाट सेफ भएर आउनुहोस्। जहिले पनि सेफ भएर यस्तो लट्ठी जहिले बोकेर आउनुहोस्। एकदम धाइलो टाइपको होइन एकदम सेफ भएर आउनुहोस्। धेरै सेफ हुनुपर्छ यहाँ एकदम सेफ्टी हुनुपर्छ। एकदम चिसो यो मेन भनेको यो हुसुरे अक्सिजन एकदम कम गर्नेछ पुरै यो बाटो यही हो। अब हामीले 45 मिनटदेखि 1 घन्टाभित्र पुग्छौँ कि जस्तो लागिरहेछ हौ। हिँड्दैछ अक्सिजन मार्दा एकदम कम हुन्छ। हजुरले एकदम अब लसुनहरू अदुवा लसुन भिक्सहरू त्यसपछि त्यो अक्सिजन तपाईँको त्यो मिटरहरू ल्याउनुहोस् अनि हजुरको औषधि पनि ल्याउनुहोस्। एउटा औषधि पाउँछ। औषधि पनि कम्तीमा 1 दिन जति अगाडि खानु पर्छ है। हजुरको यहीँ साथी हिँड्ने हुनुहुन्छ है। साथीले पनि ब्लग बनाउँदै हुनुहुन्छ ल। साथी बिस्तारै जानुहोस् है। म बिस्तारै आउँछु है साथी ल साथी जानुभयो अहिले सुन्नु भएन। आमाहरू आउनुपर्छ यहाँ लेग लाएर। उहाँ साथीको वाइफ पनि आउनुपर्छ एकदम लेग लाएर हेर्नुहोस् त। अलिक यो मौसम एकदम डेन्जर छ है। एकदम यस्तो छ उहाँ दाइ बिस्तारै एकदम ठिक छ होइन दाइ। बिस्तारै ल्याइदिनु है। विपना के छ बिस्तारै अब के हुँदैन हामी अगाडि छौँ ल। हाम्रो यहाँ साथीहरू एकदम सेल्फ हेल्प गरिदिनु पर्छ होइन। धेरै राम्रो है। अब कति टाइम लाग्छ त यहाँबाट कति टाइम लाग्छ यहाँ अब 1 घन्टा एकदम ल हाम्रो अब यहाँदेखि त हिँड्नुपर्छ फेरि निकाल्नु म यहाँ चिल्लाइदिन्छु बाटोमा यस्तो चिप्ले ठाउँमा त फेरि चिप्ले भने यस्तो ल। अब अनि के सम्झ बना पनि आइपुग्नु भयो। ओम नमः शिवाय घोडाले घनाङ गर्छ नि। डराउनु हुँदैन केही गर्दैन कि लडाउँदैन केही गर्दैन। आफू सेफ भएर बस्नुपर्छ है। ऊ हाम्रो आमा बिस्तारै आउनु हामी सँगसँगै हिँड्नु। आमा हुनुहुन्छ अगाडि आमा र हाम्रो वाइफ हुनुहुन्छ। गाह्रो भएको छ आमालाई पनि। अब यस्तो यहाँ पुरै यहाँ यो गाह्रो चिप्लिन्छ यहाँ बिस्तारै आमा कति गाह्रो ल गाइज भने ब्लग बनाइराखेँ झन् चिप्लिन्छ घर यस्तो हिँड्नुपर्छ है। कम्तीमा 10 मिनटको ब्लग बनाउनु लाग्यो केशव 10 मिनटको बनाउनु ठिक हुन्छ। खतरा नि ब्लग पुरै खतरा। यो हाम्रो जहिले पनि हिँड्दाखेरि हो standing rest ल यस्तो डेन्जर बाटो है। अलिक गाह्रो भएर अँगारो माथि अँगारो त्यो अँगारो त्यो अन्य अब यहाँ चेक गर्दैछौँ कतिको छ भनेर हेर्दैछौँ है।
कति आउँदैछ बच्छ कि फाइनलमा कम छ आमा बजेको छ गर्दैछ हाम्रो है धेरै कति भयो अक्सिजन लेभल कम छ माथि चेक गर्दैछौँ है सबैको चेक गर्दैछौँ हामी है त्यसले नि यस्तो मिटरहरू लिएर आउनुहोस् है एकदम कति छ हजुरको हेर्दै लेभल ठिक छ उहाँको नि अब मेरो चेक गर्दैछ है मेरो चेक गर्दैछ मेरो है मेरो पनि हेर्दैछ अब किनभने आफ्नो हेर्नुपर्छ है